तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको सपरिवारको हत्या भएको आज ठ्याक्कै 24 वर्ष पुगेको छ। जेठ 19 2058 साल आजकै दिन नारायणहिटी दरबारभित्र यो घटना भएको थियो। त्यो बेलामा तत्कालीन छानबिन समिति पनि बनेको थियो 2 सदस्यीय र यो छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्र वीरविक्रम शाहले मदिरा र गाँजा सेवन गरेर यो हत्कण्डा गरेको भनेर रिपोर्ट पनि बुझाएको थियो। तर यो रिपोर्टलाई अझै पनि नेपाली जनताहरू पत्याउन तयार छैनन्। त्यति बेलाको छानबिन समिति सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र तारानाथ राणा भाटको 2 सदस्यीय समितिले 1 हप्ता लामो छानबिन गरेर यो तथ्य पनि सार्वजनिक गरेको छ। तर यो तथ्यलाई अधिकांश नेपालीहरूले अहिले पनि पत्याउन सकेका छैनन्। राजा वीरेन्द्रको पुरै वंश नै नाश हुने गरी भएको यो हत्याकाण्डमा तत्कालीन युवराज र पछि राजा हुनुभएका दिपेन्द्र वीरविक्रम शाहको हात थियो भनेर अधिकांश नेपालीले अहिले पनि पत्याउन सकिरहेका छैनन्। वीरेन्द्रको वंशनाश भएपछि नै नेपालमा गणतन्त्रको जग सुरु भएको थियो र अहिले 2.5 दशकपछि पुनः राजावादीहरू सलबलाएका छन् र नेपालमा संवैधानिक राजतन्त्रको माग गरिरहेका छन्। तर यति बेला पनि नारायणहिटी दरबारभित्र भएको त्यो क्रूर घटनाको छानबिनको माग अझै पनि बुलन्द हुन सकेको छैन। अझै पनि नेपाली जनताले प्रश्न उठाइरहेका छन्। 10 जना राजपरिवारको ज्यान गएको यो घटनाको पछाडि केवल एउटा दिपेन्द्र मात्रै थियो होला त? र त्यो बेलामा यति छिटो अनुसन्धान गरिएको थियो कि 1 हप्तामै अनुसन्धान टुङ्गिएको थियो र त्यो बेलामा 2 सदस्यीय छानबिन समिति थियो र यो समितिले राम्रोसँग अनुसन्धान नगरेको भनेर अहिले पनि चर्चा भइरहेको छ। यति ठुलो घटनामा फोरेन्सिक रिपोर्टहरू केही भएको थिएन, पोस्टमार्टमहरू गरिएको थिएन भनिएको छ। त्यसै गरी प्रत्यक्षदर्शीहरूले चाहिँ त्यहाँ दिपेन्द्र जस्ता देखिने अन्य मान्छेहरू पनि थियो भनेर बयान दिएको छ। त्यतातिर पनि अनुसन्धान हुन सकेको छैन। 24 वर्ष बितिसक्दा पनि नेपाली जनताले अहिले पनि राजदरबारभित्र के भएको थियो भनेर प्रश्नको उत्तर खोजिरहेका छन्। अहिले राजावादीहरूले जुन सडक तताइरहेका छन् र त्यो बेलाको गृहमन्त्री अहिले राष्ट्रपति हुनुहुन्छ, के एकपटक फेरि नारायणहिटी राजदरबारभित्र भएको त्यो कालो रातको अनुसन्धान होला? के नेपाली जनताले दरबारभित्र के भएको थियो भनेर थाहा पाउलान्? यसको सत्य तथ्य बाहिर आउला वा आम नेपाली जनताले विश्वास गर्ने खालको कुनै रिपोर्ट पो बाहिर आउँछ कि? त्यसको सम्भावना छ कि छैन? र राजावादीहरूले पनि यो कुरा उठाउनु पर्छ कि पर्दैन होला? कमेन्टमा लेखिदिनु होला। नमस्ते, म पारस खड्का, former cricket captain and currently secretary at Cricket Association of Nepal. I am very grateful and glad that now I am part of this Tech Skills, and hopefully together we can help you build your career.